उहाँको दुवै मृगौला फेल भइसकेको छ। हामीले सकेसम्म छिटो ट्रान्सप्लान्ट गर्नुपर्छ, तर डोनर पाउन गाह्रो छ। परिवारकै सदस्यको म्याच हुनुपर्छ। बिचारी सीता आफ्नो कोखको सन्तान भए पो आज मृगौला दिन्थ्यो त। सौतेनी छोराले कहाँ आफ्नो ज्यान जोखिममा पार्छ र? मेरो रिपोर्ट म्याच भइसकेको छ। मेरी आमालाई मृगौला म दिन्छु। उहाँहरूले मेरो लागि आफ्नो कोख रित्तो राख्नुभयो, म उहाँको लागि मेरो शरीरको एउटा अङ्ग किन दिन सक्दिनँ? मरे पनि मान्दिन। मेरो छोराको शरीर चिरेर मलाई बाँच्नु छैन। तट भर्खर 21 वर्षको भइस। तेरो पुरै जिन्दगी बाँकी छ। म एउटी सौतेनी आमाको लागि तैँले आफ्नो ज्यान किन खतरामा हाल्छस्? आमा, हजुरले मलाई सिकाउनु भयो आमा बन्नलाई रगतको नाता चाहिँदैन भनेर। आज मलाई प्रमाणित गर्न दिनुस्, छोरा बन्न पनि रगतको नाता चाहिँदैन। यदि हजुर शरीर लिनु भएन भने म जिउँदै मरे तुल्य हुनेछु। प्लिज आमा, मलाई छोरा बन्ने मौका दिनुस्। आज एउटा छोराले आमालाई पुनर्जन्म दियो। होइन, आज मेरो छोराले प्रमाणित गरिदियो कि रगतको नाता भन्दा मुटुको नाता धेरै गाढा हुन्छ।